मास्टर नभए भोको बस्नुपर्छ। मास्टर नभएपछि विद्यार्थी पढाउनु कसले? लेखापाल त लेखापाल नभए ल यति बाई 13 रुपियाँ भए यति बाई 13 रुपियाँ भए महिना महिना हामी नै पाउँला, केही फरक पर्दैन थियो। सुन्नु 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 लेखापाल फेरि पनि क्या दिदी, लेखापाल नभए रोकिँदैन। अहिले के चाहियो भने मास्टर चाहियो, विद्यालयको भवन चाहियो। यहाँ विद्यार्थीहरू लाइन लाग्दा होला, सायद लाइन लाग्ने ठाउँ पनि रहेनछ, चौर पनि चाहिएला। यो कुराहरू तपाईँहरूले चाहिँ मलाई होइन कि अर्को आउने मान्छेलाई त्यही कुरा गर्नु होला। पछि प्राविधिक आयो, प्राविधिक आयो, प्राविधिकलाई चाहिँ होइन ए जसलाई किन तपाईँ नि यहाँ हो र मास्टर हो र। पर्सि अर्को मान्छे आउँछ, हामी कहीँ लेखापाल चाहियो भने त्यो इन्स्टलमेन्ट नगरी हटला, फेरि लेखापाल दिने कहिले होइन। बुझ्नुभयो त? त्यस कारण ठिक छ, मैले गर्ने काम म गर्छु, तपाईँलाई राम्रोसँग